ज्वाइँलाई अथवा छोरीलाई ज्वाइँलाई भनौँ ज्वाइँलाई के तपाईँहरूले यस बालकलाई परमेश्वरसँग संगति गर्न र उहाँको भई मानेर शरीर प्राण है सम्झदारलाई सेवाको लागि तालिम दिनका लागि प्रतिज्ञा गर्नुहुन्छ गर्छु भने भनेको छ। उहाँ आफै पनि पास्टर हुनुहुन्छ, पास्टरको छोराले गर्नैपर्छ है। त्यस कारणले गर्दा छोराछोरीलाई तालिम दिनुपर्छ। उसले मात्रै गर्ने भने तपाईँको नानीहरू छ नि तपाईँ गर्नुपर्छ है है। अर्को प्रश्न छ, अनि के तपाईँहरूले यस बालकलाई उसले विश्वास गर्ने उमेरसम्म जिम्मेवारीका साथ सेवा सङ्गतिमा, शिक्षामा, दीक्षामा, प्रभुको अनुशासनमा हुर्काउनुहुन्छ? जस्तै यहाँ त बालसँग चल्छ होला, बालसँग ल्याउने ठुलो भइसकेपछि बालसँग जानुपर्छ भन्नुपर्छ, आमाहरू चाहिँ लुगा हात धोइदिनुपर्छ, अनि शिक्षामा हुर्काउने काम आमाहरूको जिम्मा भनेर भनेको कारणले हामी यो सोधेको छु, उहाँहरू गर्छु भनेको छ। गर्दैन भने प्रभुले फेरि उहाँलाई भन्छ म त आउँदैन है। त्यसै कारणले अब हामीले अब के गर्ने, छोरीलाई पनि सोध्नु परमेश्वरसँगको सङ्गति गर्न र उहाँको भई मानेर शरीर प्राण सम्झदारलाई सेवाको लागि तालिम दिनु प्रतिज्ञा गर्नुहुन्छ? गर्छु।